तर सानो सानो फुले खा यार कस्तो बबाल के यस्तो मिठो लाग्थ्यो भने हाम्रो यहाँ चैते दशैंको रोटी बन्दैछ हामी घनघोर जंगलमा आछौं कति रोको के बय कति वर्ष पुग्नु भयो 4 साल पाउने हेर त्यो हाने पछिरो जे चाहिँ ठुलो भ्यायो छोड्न लाग्दैन त्यहाँ तर्कबटकै राति चाहिँ अनि ओइसन पऱ्यो भने चाहिँ भयो त्यहाँ मुरुजी खाएर त्यो अब तेल पऱ्यो ढोकाटो गरे जाँदा खुकुल लगाइदिएको है यो वाउ मैले चाहिँ यहाँ के हो यो बाबु तिनु गाइसी धेरै पेट दुख्छ जरा आउँछ हाम्रो कान्छी फुपू मेरो कान्छी फुपू सो हेलो एभ्रीवान नमस्ते गुड मर्निङ सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु हामी चाहिँ हिजो मात्र रोल्पा आएको नि त अनि के भन्छ अरे यहाँ चाहिँ चिसो रहेछ फेरि दाङमा यस्तो गर्मी भएर गाह्रो भएको थियो यहाँ चाहिँ चिसो अनि हिजो अस्तिदेखि कति दिनको निद्रा पुगेको थिएन नि त अनि मस्त सुतेछ आफ्नो घरमा आएको त भयो यस्तो सुतेछ अनि फेरि पुन्टु बिरामी भएर हिजो रातिमा बिरामी भएर होइन छोयो भने रुन्छ भन्छ अनि हिजो उसलाई गाह्रो भएर बमेट गरेर फेरि सबैलाई कोरोना जस्तो लाग्छ क्या सबै पालै पालो बिरामी हुन्छ भनेर त्यही हो अनि आज के हुन्छ हिजो चाहिँ हामी आउन बित्तिकै हामी गुराँसहरू लाली गुराँसहरू यति धेरै फुलाएको थियो लाली गुराँसहरू टिप्न गएको थियो अनि त्यो भ्लगहरू गर्न पाएन अनि काफलहरू नि पाक्दैछ अरे अनि अब हेरौँ आज के हुन्छ आज त चैते दशैं हो नि त हाम्रो यताको अनि चैते दशैंको लागि मासुहरू लिनुभएको छ आज फुपूहरू नि आउनुहुन्छ होला अनि त्यही हो म एक हप्ता त्यस्तैमा फर्किन्छु होला काठमाडौँ चाहिँ एक हप्ता कति दिनमा फर्किन्छु थाहा होइन मैले भ्लग पनि कति टाइमपछि गरेँ नि त म आफ्नै काममा बिजी थिएँ त्यही भएर पनि अनि त्यही हो अब गाउँमा आएपछि त गाउँको उहरू देखाउनु पर्यो अब एकछिनमा देखाउँछु अब उठ्छु म फ्रेस हुन्छु अनि त्यसपछि देखाउँछु है हाम्रो यहाँ दसैँ हुन थालिसक्यो गाइजहरू टिका लाउने चैते दसैँको हाम्रो एनजी मायालाई लगाइदिने खै बाबु यो नि रोइ बिरामी निलो कि रातो रातो दिने रातो दियो दादाले पैसा दिए मस्त खान्छ मलाई पैसा यसले पनि दिदीलाई पनि टिका लगाइदिन्छन् यो के बर्थडे हो गाला लगाउने माया टिका लगायो ठुलो मान्छे लगाइदिन्छ पैसा दिनेछ नाना चाहिँ जानुहोस् है मेरो सानी हेर मेरो टिकी हेर हेर्दैन त्यतिलाई टिका लगाइदिँदै किन बोलिन्छ सर यस्तरी फालिदिन्छ मेरो टिकिनी मलाई देखेर तर्सिन्छ क्या हो के हो
ज्यानको जस्तो कटमान गराउँदैन कपाल ज्यानको जस्तो ज्यान त हरा जुवा गरा ज्यान यो दे पठाया बाउजुलाई अन्तिलाई यस्तै बनेर लगाइदियो भने क्या हो डाँगै लगाउनु पर्ने होला र यसमा त नभएपछि पो लग्ने हो रुमालले मारेको थाहा हो नम्रो अचम्म छ क्या यहाँ भएपछि सो गाइस यहाँ चाहिँ यस्तो खोतर लाली गुराँस फुलेर सकिसक्यो होइन है देख्न सक्नुहुन्छ चाहिँ अनि यतातिर चाहिँ यो कपडा धुँदैछ यहाँ हेलो भन् ओएको जाइ मास भन् अब हेर यता हेरेर भन्नु हाम्रो यहाँ चैते दसैँको रोटी बन्दैछ मम्मीले बनाउँदै हुनुहुन्छ यसरी आमा त्यो हातले बनाउँदा चाहिँ के भएर मम्मी बनेन गोलो भएन त्यही भएर यहाँ बन्दैछ सेलरोटी होइन गाइजहरू लुगा धोएर आयो यार थाकिरहेछ कति धेरै पेना माथि हुनुहुन्छ भन्नु न लुगा सुकाउँदैन बा नि नानी छ हाम्रो त कलौती सो गाइस आज चाहिँ दसैँ होइन चैते दसैँ अनि भाउजू चाहिँ माइत जाँदै हुनुहुन्छ क्या अनि हामी चाहिँ पुऱ्याउन जाँदैछौँ डनहरू यसमा नानीको लुगा अनि अघि बनाएको सेलरोटीहरू छ मामा माइजूलाई लैदिनलाई भाउजू उता आउँदै हुनुहुन्छ नानी रोएर मैले बोकेको रोएर हैरान त्यही भएर चाहिँ मैले रक्सी बोकिरहेको छु गाइजहरू एक हानेर गइदिउँ क्या अरे हल्लिँदै बही हिँडिराख्नु भएको छ हाम्रो बही होइन त्यही हो टाढै छ आधी घन्टा जति टाढा हो उता मामा आउँदै हुनुहुन्छ लिनलाई भाउजूलाई चाहिँ त्यही भएर हामी पनि यताबाट जाँदैछौँ है त अन्त हेर्छ यता हेर हात पक्रियो त ल नानी साने एउटा हेर्दैन रे यसले मलाई साने हामी घनघोर जङ्गलमा आछौँ कति रोको के भयो अगाडि गइसक्नु भयो यार गाह्रो भयो कृपा यो त फर्किन्छु भन्दै थियो गाह्रो भयो भने होइन हो पोखरी भन्ने कता हो फेरि पुरै जङ्गल है जङ्गल यतातिर चाहिँ घाँस काटेर अलि उभा रहेछ त्यही जङ्गलै जङ्गल यसरी बोक्छौँ यार हाम्रो गाउँतिर त यहाँ पनि च्यात्या छ किन हाम्रो लाज मान्दैन च्यात्या सुरुवाल लगाएर हिँड्ने त्यस्तो च्यात्या छैन कि थोरै च्यात्या छ बोहीलाई गाह्रो भयो जस्तो छ साने ओइ डल्लो साने एन्जल एन्जल एन्जली माया हेर्दै हेर्नु हाई रुन्ची माया कस्तो आँखा मत्काउँछ यार बही पनि थाक्नु भयो कृपाराम हामी थाकेको अवस्था गाइजहरू होइन थाकेर नि विश्राम गर्दैछौँ यो जङ्गलको बिचमा रास थाक्यो यार यता काफलहरू फल्दै फलाएर हिँड्छन् भने फल्न त फलेको कि राम्रै पाक्दैन पाकेको नि नानी जाने बेला खानुपर्छ भनेको त छैन रहेछ पो त बही बस्नु भएको छ थाकिसक्नु भयो बही पनि
यो त काला राता राता देख्छु त तैँले के लगाएर आइस भन् त के लगाएन नानीले कता दिन अलरेडी गाल रातो भने गाह्रो छ बय थाक्नु भयो थकाइ लाग्यो धौ भयो सुन्नु हुँदैन यहाँ राम्ररी हामी बोलेको सुन्नु हुँदैन के राम्ररी अब कान कमजोर भइसक्यो नि त बुढो भइसक्नु भयो धेरै कति पुग्नु भयो होला 70 75 बय कति वर्ष पुग्नु भयो 7 सालको अरे 7 सालको 7 साल 2007 भनेपछि त अहिले कति हो 81 7 सालले बैशाख नहमरे भयो 81 मा 7 घटा त त्यहाँ त 81 मा 7 घटा त माइनस गर् 74 खोइ मलाई हिसाब गर्न आउँदैन है गाइज 74 वर्ष पुग्नु भएछ 74 वर्ष 74 वर्ष होइन 4 वर्ष भएछ भने 70 वर्ष पुगेर 4 वर्ष हुनु भएछ त्यहाँ के अरे पछि 55 वर्ष भयो भने चाहिँ त्यहाँ त 56 वर्ष भयो भने चाहिँ असो त अलि भयो क्या हो 75 वर्ष पुग्न लाग्नु भयो होला अब 75 वर्ष पुग्नुहुन्छ बैशाख पछि त्यही पनि तगरा हुनुहुन्छ काम गर्नुहुन्छ हिँड्नुहुन्छ भारी बोकेर हिँड्नुहुन्छ यार यस्तो उमेरमा त म त सिधै म 50 वर्षभन्दा धेरै एक्सपेक्ट गरेको छैन म बाँच्छु भनेर पनि यस्तो उमेरमा त म केही गर्न सक्दैन होला गाइज कान पनि आँखा अलरेडी कमजोर भइसकेको छ आँखा नि देख्दैन होला 75 वर्ष त ओ माई गड गफ गर्दैछ साने ए हेर्छ अझ उता मम्मीसँग मात्रै गफ गर्ने मलाई चाहिँ बाल नदिने पक्तलाई पक थो धेरै आँखाले हेर्छ यार पक डल्ली त्यही हो हावा चाहिँ यस्तो उडाएर लैजान्छ जस्तो हावा चलिरहेछ अब यता तलसम्म मामा लिन आउनुहुन्छ अरे अनि त्यसपछि हामी फेरि फर्किन्छौँ घरमा अनि 2-3 दिनमा आउनुहुन्छ भाउजूहरू चाहिँ त्यही हो बयको पनि घर यता तल हो क्या अनि माइत चाहिँ हाम्रोतिर भयो हाम्रो घर भयो अनि चैते दसैँको के अरे चैते दसैँ भएर चाहिँ हामीलाई भेट्न जानुभएको थियो अनि भेटेर नि त्यसले पिटाइदिँदैछ आफ्नो दादालाई त पेट दिन्छ यार ल त्यो हाने नक 7 सालको 58 एउटोको आयो अरे उसमा छोरी मैले आयो अरे त्यहाँ फेरि 2 भाइ लगेरै त्यहाँ फेरि दाजु मरेछ त्यहाँ हामी पनि लगेरै त्यहाँ फेरि पछि जे चाहिँ ठुलो भ्याएर छोड्न लाग्दैन थियो त्यहाँ तर्कपट्कै राति चाहिँ अनि ओइसन पऱ्यो भने चाहिँ भयो त्यहाँ मुरु झिखाएर के हो अब जेल पऱ्यो ढोकाटो गऱ्यो त्यहाँ बिरामी भएर बित्नु बा भएर यति थियो बहिको बहिनी रे अरे आन्टीको अङ्कल आन्टी लाज मान्दिनुहोस् फुपू तपाईको मम्मीको चुप लाग है मेरो बाबाको बहिनीहरू होइन बाजेको बहिनीहरू बाजेको बहिनीहरू खोइ 3 जना बिटिया भन्नुहुन्छ एउटा बड्डो होला असमको एउटा 6 तला लागेन 2 तला चियोर मामा घर ज्या काटिन काट्यो
सो गाइज भाउजूहरू गइसक्नु भयो होइन अब हामी पनि फर्किँदैछौँ अब थर्डै उकालो छ यो पहाड काटेर जानुपर्ने छ होइन खुट्टा दुखिसक्यो यार गाह्रो भयो यो पुन्टु झन् अघि फर्किन्छु बलै आएको जस्तो लाग्यो हेर्नुहोस् अघि फर्किन्छु भन्दै थियो आधा बाटोबाट अनि डर लाग्दैन तलै नजा भनेर लिएर आएको अब फर्किने बेलामा गाह्रो हुनेवाला छ अलि माथितिर गएर भेट्छु है त गाइजहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो लाली गुराँसहरू फुलेको पहिला झन् कति धेरै फुलेको थियो होला हामी घर पुग्न लाग्यो होइन यिनीहरू यो त यता पिसाब गर्दै रहेछ कस्तो यता पनि कस्तो राम्रो फुलेको यार लाली गुराँसहरू बाटो चाहिँ दामी बनाएको छ गाइजहरू यो ग्राभल गरेर होइन बबाल छ खतरा बाटो होइन क्या तर यता चाहिँ राम्रो बनाएको छ अब चाँडै पिच हुँदैछ नि त यताको बाटो रोडहरू पिच भयो भने चाहिँ राम्रो हुन्थ्यो नि नानी यता पनि कस्तो राम्रो लाली गुराँसहरू फुलेको क्या के भन्छ अरे ओली पिपम न काफल साफलहरू छैनन् यार कस्तो राम्रो पहिला होइन यही यता माथितिर नि देख्न सक्नुहुन्छ होइन पुरै क्या सिजनको बेलामा यो वरपर पुरै लाली गुराँस धेरै जस्तो लाली गुराँसको बोटहरू छ नि त यता हाम्रोमा यो पुरै लाली गुराँसहरू फुल्यो भने यस्तो बवाल देखिन्छ होइन त्यो सिजनमा चाहिँ अहिले सिजन सकिन आँट्यो नि त त्यही भएर धेरै लाली गुराँसहरू देख्दैन क्या यतातिर अलिअलि छ चाहिँ भित्रभित्रै फुलेको अनि यतातिर पनि पुरै लाली गुराँसको बोटहरू चाहिँ हो तर फुल्न चाहिँ फुले छैन यार टिप्नै सक्दैन पुग्नलाई उता चाहिँ छ एउटा मात्रै टिपौँ ल धेरै नटिपौँ यता यस्तै सिसाहरू फुटाएर चाहिँ यो मर्छ म त गाली दिन मन लाग्छ यार यस्तो मान्छेहरूलाई त्यस्तो गर्ने होइन नि होइन गाइजहरू तर सानो फुले खा यार मलिलो ठाउँ नभएर होला के भयो कस्तो बबाल क्या यो यस्तो मिठो लाग्थ्यो भने हामी बच्चा बेलामा खान्थ्यो आजभोलि त धुलै धुलो हुन्छ खानु हुँदैन जाउँ बाबु नानीहरू अब हाम्रो घर यही नजिकै हो हामी घर पुग्न लागिसक्यो हाम्रै घर वरपर पनि छ क्या लाली गुराँस खान चाहिँ तर कसैले नि त्यस्तो मतलबै हुँदैन क्या पहिला बच्चा बेलामा चाहिँ हामी लाली गुराँसहरू यति खान्थ्यो क्या त्यति बेला त धेरै धुलो पनि हुन्थेन नि त बिरामी हुने गरी खाने क्या यो लाली गुराँस गाई चराउन गयो लाली गुराँस स्कुल गयो स्कुलबाट फर्किँदा लाली गुराँस होइन लाली गुराँसको रसले गर्दा पुरा सर्टहरू बिग्रिने क्या त्यस्तो हुन्थ्यो अहिले त यिनीहरूले त गरेन होला तिमीहरूले नि गर्यो अब चाहिँ फेरि ठ्याक्क बैशाखतिर सुरुमा स्कुल स्टार्ट हुन्छ नि त अनि काफलहरू यस्तो पाक्छ क्या हाम्रो स्कुल जाने बाटोमा चाहिँ काफलहरू चाहिँ पाक्छ अनि काफलहरू टिप्यो स्कुलबाट फर्किँदा काफलहरू खाँदै फर्किने क्या रमाइलो हुन्छ तर हिँडेर जानलाई चाहिँ धेरै टाढा स्कुल चाहिँ त्यही हो अब पुग्न लाग्यो हामी तालचा बनाउँदैछ हेलो कौन आ गए कपाल के हो यस्तो हाम्रो फुपू आउनु भयो होइन फुपूले ल्याइदिएको है यो वाउ के हो यो बाबु हाम्रो कान्छी फुपू मेरो कान्छी फुपू मेरो भन्दा नि हाम्रो फेरि मेरो मात्रै भन्यो भन्नुहुन्छ दिदीले गफ चल्दैछ है गाइजहरू सबजनाको फुपूहरू हजुर नै आउनु भएको छ फुपू नै आउनु भएको छ यहाँ गफ चल्दैछ हाम्रो त्यही हो गाइज होइन आजको भ्लग यति नै बाई बाई